सम्पूर्णलाई स्वागत छ आजको यस भिडियोमा। जति पनि नेपाली सेना सैन्यमा भ्याकेन्सी एप्लाई गर्ने भन्ने सोचिरहनु भएको छ तर अहिलेसम्म पनि एप्लाई गर्नुभएको छैन भने तपाईँहरूले सोच्ने बेला आइसकेको छ। किनभने तपाईँहरूको डेडलाइन है, अन्तिम मिति सकिन लागिसकेको छ है त। तपाईँहरूको सिङ्गल दस्तुरमा चाहिँ सकि नै सक्यो है, सिङ्गल दस्तुरमा सकिसक्यो। अब तपाईँहरूको यही जेठ 23 गतेसम्म डबल दस्तुर मात्र रहेको छ। त्यसैले अहिलेसम्म पनि भ्याकेन्सी एप्लाई गर्नुभएको छैन भने नजिकैको तोकिएको ब्यारेकमा गएर तपाईँले भ्याकेन्सी एप्लाई गर्न सक्नुहुनेछ दोब्बर दस्तुरमा है त। पहिला 150 हुन्थ्यो भने अहिले 300 हुनेछ र 20% थप हुनेछ यदि एक्स्ट्रा भर्नुहुन्छ भने है त। र त्यसमा उमेरहरूको कुरा गर्दा चाहिँ तपाईँहरूको 18 वर्षदेखि 22 वर्ष ननाएको हुनुपर्छ। 18 वर्ष पुरा हुनु पर्यो, 22 वर्ष ननाएको हुनु पर्यो। तपाईँहरूको क्वालिफिकेसनको कुरा गर्दा तपाईँले न्यूनतम पनि 8 पास हुनु पर्यो है। तपाईँहरूको न्यूनतम पनि 8 पास हुनु पर्यो। त्यसमा पनि प्रत्येक विषयमा D+ हुनुपर्छ। D+ भन्दा कम चाहिँ हुनु भएन। र टोटल सब्जेक्ट गर्दाखेरि चाहिँ तपाईँहरूको टोटलमा चाहिँ तपाईँहरूको 2 GPA चाहिँ आउनुपर्ने हुन्छ क्वालिफिकेसन तपाईँहरूको डकुमेन्टको हिसाबमा है त। र फर्म भर्न जाँदाखेरि चाहिँ तपाईँहरूले एउटा नागरिकता है, नागरिकता फोटोहरू र तपाईँसँग भएको सम्पूर्ण डकुमेन्टहरू लिएर जानुहोला र मजाले भ्याकेन्सी एप्लाई गर्न सक्नुहुनेछ। र साथीहरू अब चाहिँ ढिलो नगर्नुहोस् है, र अब छिटै नै गएर भ्याकेन्सी एप्लाई गर्नुहोस्। 23 गते पनि तपाईँहरूको शनिबार छ होला होइन, त्यही भएर अगाडि नै जानुहोस्, भ्याकेन्सी एप्लाई गर्नुहोला। र साथीहरू अनलाइन क्लास है, मेन भनेको अनलाइन क्लास लिखितको तयारी है त। हाम्रो गोर्खाल्यान्ड एकाडेमीमा तपाईँको लागि भनेर अब अनलाइन लिखित तयारी हुनेवाला छ है। अब अनलाइन लिखित तयारी हुँदैछ, यही आइतबारबाट हुनेछ है त। पहिलो क्लास चाहिँ हाम्रो आउने आइतबार हुनेछ। त्यसैले सबैजना तयारी हुनुहोस्, पहिला भ्याकेन्सी एप्लाई गर्नुहोस्। यही आइतबारबाट नयाँ क्लास सुरु हुनेछ। सबैजना 3 दिनको डेमो क्लास हुनेछ। 3 दिनमा मजाले हेर्नुहोस् क्लास कस्तो हुन्छ भनेर। सबैजनाले क्लास बुझ्न सक्नुहुन्छ कस्तो हुन्छ भनेर गोर्खाल्यान्ड एकाडेमीमा, र मात्रै क्लासमा जोइन हुन सक्नुहुन्छ है त। र त्यसको लागि चाहिँ तपाईँहरूको अब आउने आइतबार है, आइतबार भनेको तपाईँहरूको लगभग 24 गते पर्छ होला होइन। 24 गतेबाट तपाईँहरूको क्लास हुनेछ, नयाँ क्लास। त्यसमा तपाईँहरू मजाले जोइन हुन सक्नुहुन्छ। र साथीहरू पहिला भ्याकेन्सी एप्लाई गर्नुहोस् अनि मजाले क्लासमा जोइन हुनुहोस्। गोर्खाल्यान्ड एकाडेमीमा अनलाइन क्लासमा जोइन भइसकेपछि तपाईँहरूले पाउने सुविधा भनेको PDF नोट, रेकर्डिङ भिडियो है, सम्पूर्ण क्लासहरू लाइभ हुनेछ जुम एपमा। बिहान बेलुकाको सिफ्टमा डबल क्लास हुनेछ। तपाईँहरूको जुनमा टाइम मिल्छ त्यति बेला क्लासमा बस्दा हुन्छ, मजाले क्लास लिन सक्नुहुन्छ, आफ्नो तयारीले अगाडि बढाउन सक्नुहुन्छ।